र छरिएर भएका सम्पूर्ण भाइ बहिनीहरूलाई म हलमा प्रशिक्षणको निम्ति अनुरोध गर्दछु। अब हामी कार्यक्रम सुरुवात गर्न गइरहेका छौँ। बाहिर जानुभएका सम्पूर्ण भाइ बहिनीहरूलाई हलभित्र प्रवेश गरेर प्रशिक्षणको निम्ति म अनुरोध गर्दछु। यिनै पङ्क्तिहरू सार्वजनिकलाई आज मिति 2083 साल वैशाख 5 गते शनिबार गरी अरनिको आवश्यक माध्यमिक विद्यालयको आयोजना कक्षा 8का 25औं ब्याचका विद्यार्थीहरूलाई विदाई गर्न आयोजित यस विदाई समारोहमा उपस्थित हुनुभएका तपाईँ सम्पूर्ण महानुभावहरूमा म कार्यक्रम सञ्चालक विमल भट्टराई हार्दिक स्वागत गर्दछु। ब्याचका कक्षा 12का विद्यार्थीहरूलाई विदाई गर्न गइरहेका छौँ। हुन त समय यो नदी जस्तै हुँदो रहेछ। हामीले रोक्न खोजेर छेक्न खोजेर अवसर छेक्न सकिँदैन र हामीले यो समयको प्रवाहसँगै अगाडि बढ्ने हाम्रो वास्तवमा यो जीवनको यात्रा रहेछ। आज हामी यो विदाई कार्यक्रमलाई अब म औपचारिकतातर्फ मर्ने अनुमति चाहन्छु। कुनै पनि कार्यक्रमलाई औपचारिक रूपमा सञ्चालन गर्नको निम्ति सभाध्यक्षको आवश्यकता पर्ने भएकाले आजको यस कार्यक्रमको सभाध्यक्षता गरिदिनु हुन यस अरनिको आवश्यक माध्यमिक विद्यालयका प्राचार्य श्री राजेश कार्कीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। हाम्रो आसनको कार्यक्रम अन्तर्गत विशेष अतिथिको आसन गरेको छ। विशेष अतिथिको आसन गरिनुन यसै विद्यालयका अध्यक्ष श्री लक्ष्मी प्रसाद अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्दछु। विद्यालयका कोअर्डिनेटर श्री विकास नाराज्यूलाई पनि म विशेष अतिथिको आसन गरिदिन अनुरोध गर्दछु। त्यसै गरी विद्यालयका संस्थापक मिलन अधिकारीज्यूलाई पनि म विशेष अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी देवलाज्यूलाई विशेष अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी संस्थापक श्री भरतराज दाहालज्यूलाई विशेष अतिथिको आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै र खादा ब्याज र माला लगाएर सम्मान गरिदिनुमा म विद्यालयका कर्मचारी प्रयोग अस्मिता अधिकारी मधु घिमिरे र मुनि ठाकुरज्यूलाई अनुरोध गर्दछु। विद्यालयका शिक्षक श्री अमित सरकार अशोक कुमार दासज्यूलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अरुण कोइलाज्यूलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उपेन्द्र नेताजीलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सञ्जय देवपानेसरलाई अतिथि आसन गरिदिन त्यसै गरी राजेश मिश्रा सरलाई अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रशासन उपस्थित हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। अतिथि आसन कार्यक्रममा आनन्द कुमार झासालाई पनि त्यसै गरी शरण गौतमज्यूलाई अतिथि आसन तमिलनाथ कोइलासर उपस्थित हुनुहुन्छ उहाँलाई पनि म अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विराट कोइराला सरलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। हामीसँग जमाल अध्यक्ष हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी श्याम कुमार यादव सरलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सन्तोष दास उपस्थित हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पदवीकरण अधिकारी सर उपस्थित हुनुहुन्छ। त्यसै गरी सुभाष सुवेदी सर निष्ठा श्रेष्ठज्यूलाई पनि अतिथि आसन र म अतिथि आसन हाम्रो जारी नै छ। म क्रमशः ब्रेकिङ न्युजबाट उपस्थित भएका पत्रकार श्री
मिन्टुमा नवरित देउलाई अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी खबर पूर्व पत्रकार अनुज सापकोटाज्यू उपस्थित हुनुहुन्छ, उहाँलाई पनि म अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। उपस्थित हुनुहुन्छ, उहाँलाई पनि म अतिथि आसन गरिदिन हार्दिक अनुरोध गर्दछु। राष्ट्रपति सम्मान अर्पण गर्न गइरहेका छौँ। सम्पूर्ण अतिथिज्यूहरू र सम्पूर्ण विद्यार्थी मित्रलाई राष्ट्रिय गान मन्तव्यद्वारा स्वागत गरिदिनुमा म यसै विद्यालयका कोअर्डिनेटरलाई स्वागत गरेको हो र तपाईँलाई बिदाई गर्छु। कस्तो समय परेको छ, आज स्वागतको पनि कार्यक्रम भयो, बिदाईको पनि कार्यक्रम छ होइन। स्वागत गर्नुपर्ने कार्यक्रममा अति खुसी लागेको छ, हर्षित छु। बिदाई गर्नुपर्दा चाहिँ दुःखै लागेको छ, किनभने भाइ बहिनीहरूले दिएको दुःख बिर्सिसकेको छु मैले। सबै राम्रो कुरा मात्रै सम्झेको छु है। हामीले जहिले पनि राम्रो कुरा सम्झिनुपर्छ, खराब कुरा बिर्सिँदै जानुपर्छ। अब भाइ बहिनीहरूको कुनै पनि खराब जुन थियो भने त्यो सबै बिर्सिसकेँ मैले, एउटै याद छैन। मलाई राम्रो कुरा सबै याद छ है, भाइ बहिनीहरूको राम्रो कुरा मलाई सबै याद छ। अब भाइ बहिनीहरूले पनि कलेजमा 2 वर्ष बिताउँदाखेरि जति नमिठा कुरा भए, जति तिता कुरा भए, जति नराम्रो कुरा भए सबै बिर्सेर जाउँ। त्यसबाट केही लेसन सिक, बिर्सेर जाउँ। अब नयाँ भविष्य बनाउनु छ। हामीबाट टाढा गए पनि तिनीहरूको मनमा हामी सधैँ बसिरहनुपर्छ, हामीलाई तिनीहरूले सम्झिरहनुपर्छ है। हामीले दिएको कुराहरू सोचिरहनुपर्छ। सरहरूले हामीलाई गाली गर्नुभयो, सम्झाउनुभयो, सबै हाम्रै लागि गर्नुभएको भन्ने कुरा सम्झिरहनुपर्छ। यो गऱ्यो भने हामी अगाडि बढ्दै जान सक्छौँ। अब हाम्रो नजिकै क्लास 12 को बोर्ड एक्जामिनेसन आइरहेको छ। सबैभन्दा बढी फोकस हामी बोर्ड एक्जाममा हो। मैले होप गरेको थिएँ हाम्रो विद्यार्थी भाइ बहिनीहरू यो बोर्ड एक्जामको तयारी गर्दै गर्दा कलेज आउँछन् होला, हामीले सोच्छन् होला, सरहरू खोज्छन् होला, मलाई साह्रै आश लागेको थियो। तर 1-2 जना बाहेक कसैले सरहरूलाई खोजेनन्, हामीलाई पनि सम्झेनन्, कलेज आउने दुःख पनि गरेनन्। मलाई त्यसमा मात्रै दुःख लागेको छ। तर यो कुरा पनि अब म बिर्सिन्छु है, फेरि बिर्सिहाल्छु, म सम्झिन्न यो कुरा पनि। तर अझै पनि हामीले टाइम छ, अझै केही कन्फ्युजन छ भने सिकौँ, जानौँ, गरौँ, सरहरूसित कन्ट्याक्ट गरौँ है। र यो आउने एक्जामिनेसनलाई एकदम व्यवस्थित तरिकाले है, हाम्रो सेन्टर 6 ठाउँमा परेको होला, 6वटा स्कुलमा सेन्टर परेको छ। यहाँ हामी आफूलाई अर्निङको विद्यार्थी भनेर डिसिप्लिनमा चाहिँ एकदमै राम्ररी प्रस्तुत गरौँ। उहाँहरूले पनि सोच्नुहोस् कि अर्निङको विद्यार्थी भनेको अर्निङको नै हुँदो रहेछ है। यति चाहिँ हामीले पत्ता लगायौँ, किनभने हाम्रो मात्रै सेक्टर परेको हुँदैन, त्यहाँ अरू विद्यालयमा पनि सेक्टर परेको हुन्छ। अरू विद्यालय कस्तो हुन्छ भनेर चाहिँ चिनाउनु पऱ्यो। त्यो चिनाउने भनेको चाहिँ डिसिप्लिनबाट हो। तिमी डिसिप्लिन हुनु पऱ्यो, पढेर जाऊ होइन। पढेर गए कुनै प्रब्लम नै हुँदैन, त्यहाँ केही प्रब्लम हुँदैन। त्यो धारणबाट है यति भन्दै आजको कार्यक्रम यो
तिनीहरूलाई बिदाई गर्ने कार्यक्रम छ। यो बिदाई गर्ने कार्यक्रममा तिनीहरूलाई स्वागत गर्दै म यहाँबाट मेरो भनाइ जोड्याउँदै बिदा हुन्छु। धन्यवाद। थ्याङ्क यू। यहाँ उपस्थित हुनुहुन्छ उहाँलाई पनि अतिथि आसन अनुरोध गर्दछु। त्यसै गरी सर्वदाल सर उपस्थित हुनुहुन्छ उहाँलाई पनि म अतिथि आसन अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यस कार्य विद्यार्थी तथा कर्मचारीहरू उहाँलाई पनि अतिथि आसन गरिदिनको निम्ति अनुरोध गर्दछु। त्यसै गरी यस अगाडिको माविका कर्मचारीज्यूहरू उपस्थित हुनुहुन्छ उहाँलाई पनि म अतिथि आसन गरिदिनको निम्ति अनुरोध गर्दछु। र अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा हामी एउटा महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ र अबको पालो कार्यक्रमको समुद्घाटनको रहेको छ र यस कार्यक्रमको समुद्घाटन गरिदिनु हुनको निम्ति म विद्यालयका प्राचार्य राजेश कार्कीज्यू तथा संस्थापक सरहरू लक्ष्मी प्रसाद अधिकारीज्यू र विकास खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु र प्राविधिक मित्रलाई महमूद भल्याइदिनु हुन र सम्पूर्ण उपस्थित महानुभावलाई ताली बजाएर स्वागत गरिदिनु अनुरोध अगाडि बढ्दैछौँ र स्वागत नृत्य प्रस्तुत गरिदिनुको निम्ति म कक्षा बाह्रका विद्यार्थी भाइहरू आमोस राजवंशी, सुसन सिकौला, आदित्य चौधरी, दिनेश राजवंशी, पुष्प थापालाई हार्दिक अनुरोध गर्दछु र भाइहरूको गीतको बोल रहेको छ वारी जमुना पारी जमुना जमुनाको बेलामा मनोकामना। ल आफृति भण्डारी, सुदीक्षा श्रेष्ठ, स्मृति यादव, स्नेहा तल्लागाई,
स्पर्श प्रधान नवोदित सापकोटा रिजन कठेक्टरलाई हार्दिक अनुरोध गर्दछु र भाइ बहिनीको गीतको बोल रहेको छ घाम सुक्यो रातले थकाउँछ काफले जानु अत्यन्तै सुन्दर नृत्य प्रस्तुतिका लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद। अब हामी आसनतर्फ अगाडि बढ्न चाहन्छौँ र आसनको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर संसारी खबरबाट पत्रकार श्री यादवजी उपस्थित हुनुहुन्छ। मलाई अतिथि आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी दास टाइम्स दैनिकबाट पत्रकार अनिल श्रेष्ठजी उपस्थित हुनुहुन्छ। उहाँलाई पनि म अतिथि आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। बेलाजी उपस्थित हुनुहुन्छ। उहाँलाई अतिथि आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पत्रकार तेजेन्द्र भण्डारी राजकोट राजकोटबाट उपस्थित हुनुहुन्छ। उहाँलाई पनि म अतिथि आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैले अतिथि कार्यक्रममा शिक्षक राजन भण्डारी उपस्थित हुनुहुन्छ। उहाँलाई अतिथि आसन गरिदिनु हार्दिक अनुरोध गर्दछु। त्यसैगरी श्री सुनिमा न्यौपानेलाई म हार्दिक अनुरोध गर्दछु।
हामी फेरि नृत्य प्रस्तुत गर्न गइरहेका छौँ र नृत्य प्रस्तुत गर्नको निम्ति कक्षा एकाएका छात्राहरू ऋतिष्मा राउत, सञ्जय तामाङ, स्नानिका गुरुङ, जेनिसा रेग्मी, एन्जिला भट्टराई र भूमिका निर्वाहमा हार्दिक अनुरोध गर्दछु। अरण्यको आवासीय माध्यमिक विद्यालयका वनस्पति शास्त्रका शिक्षक आदरणीय डाक्टर मोहन ठाकुर सर उपस्थित हुनुहुन्छ। उहाँलाई अतिथि आसन गर्न अनुरोध गर्दछु। त्यसै गरी रसायन शास्त्रका शिक्षक शिवम कुमार यादव सर र राजु यादव सर उपस्थित हुनुहुन्छ। नृत्य हेर्दा हाम्रा आँखाहरू पनि अलिअलि थाकेमा छैन। केही एउटा मन्तव्य सुन्छौँ र मन्तव्य ज्यूलाई मञ्चमा आएर आफ्ना केही मन्तव्य राखिदिनको निम्ति म अनुरोध गर्दछु। सम्पूर्ण शिक्षक, अतिथिज्यू र मेरा जुनियर भाइ-बहिनीहरू, म अर्जुन रावल विराट मल्टिपल कलेजको पूर्व विद्यार्थी र अभ्यन्तर प्राइभेट लिमिटेडको सिइओ तपाईँहरूको माझ म मेरो अभिभावक व्यक्त गर्न चाहन्छु। एक्सपेक्टेसन भर्सेस रियालिटी भयो भने सिइओ अरे तपाईँ अलिक अर्कै खालको हुन्छ नि त होइन, एउटा कम्पनीको सिइओ भइसके पछाडि तर अब केही छैन, गर्ने भने हामी जस्तै सिइओले हो अब। र तपाईँहरू अहिले आफ्नो जीवनको एउटा मुख्य खुर्किलोमा हुनुहुन्छ। कतिपय बायोलोजी पढ्दै हुन्छ होला, कतिपय कम्प्युटर फाउन्डेसनकै ब्याचलर कलेज हो त्यही कलेजबाट मैले सिएसआइटी कम्प्लिट गरेको र सिएसआइटी सुरुमा त टेक्नोलोजी भनेर भन्दाखेरि तपाईँहरूलाई के याद आउँछ? टेक्नोलोजी 3D चाहिँ हेर्नु भएको छ होइन, पेन की निप्से लेकर पेन की जिप तक सब मसिन है। त्यस्तै
एउटा साइकलदेखि लिएर रकेट सबै टेक्नोलोजी हो, तर हामी चाहिँ अब इन्फर्मेसन टेक्नोलोजीको बारेमा चाहिँ पढ्छौँ। सुरज सिएसआइटी भनेको कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी हो, जुन टियु अन्तर्गत पर्छ। र ब्याचलर सकिसके पछाडि हामीले चाहिँ एउटा आइटी कम्पनी खोलेका छौँ। तपाईँहरूको म यति चाहिँ ग्यारेन्टी दिएर भन्न सक्छु कि 12 सकेर अब धेरैजना चाहिँ होला होइन हो भन्ने चाहिँ कसैले र त्यो नगर्नेहरूले चाहिँ कति एमबिबिएसमा जानुहुन्छ होला। एमबिबिएसमा सोच पनि छ होला धेरै नआएको होइन। ठिकै छ, म चाहिँ के भन्न चाहन्छु भने अब अहिले सरकार जेएनजी सरकार भनेर चिनिन्छ होइन। हामी सबैजना जेएनजी हो नि होइन। अबको सरकार चाहिँ देश बनाउँछु भनेर यहाँनिर लागिरहेको छ भने हामीहरूले पनि यति अवसर के गर्नुपर्छ भनेर भन्न चाहन्छु। मार्क जुकरबर्ग चिन्नुहुन्छ? उहाँले 2004 सालमा हावामा पढ्दै गर्दाखेरि फेसबुक बनाउनु भएको थियो अरे, जुन अहिले के भनेर चिनिन्छ? मेटा। ब्याचलर्स पढ्दै गर्दाखेरि उहाँले फेसबुक बनाउनु भएको भनेपछि तपाईँहरू पनि अब केही बी गर्ने सोच्दै हुन्छ भने थाल्ने बेला यही हो। जसरी हामीले अहिले आइटी कम्पनी थालेका छौँ, तपाईँहरूले पनि अब स्टार्ट गर्ने बेला हो। वन गिभ अफ टु स्टार्ट। र म धेरै बोल्दिनँ होइन, तपाईँहरूको अब एक्जाम पनि आउन लागेको छ र तपाईँहरू सबैजनालाई एक्जामको लागि अल द बेस्ट भन्दै फ्युचरमा को सिएसआइटी पढ्न चाहनुहुन्छ म यही बसिरहेको छु, मलाई अफिस डेस्कमा पनि भेट्न सक्नुहुन्छ। म तपाईँहरूलाई आइटीको बारेमा आइटीको स्कोप भनेर सुनिन्छ होइन। आइटीको त स्कोप छ अरे, हो आइटीको स्कोप कस्तो छ नेपालमा, आइटीको अबको सम्भावना के छन् भन्ने कुरा तपाईँहरू कसलाई बुझ्न मन छ कृपया मलाई आएर भेट्नु होला। म तपाईँहरूलाई गाइड गर्न चाहन्छु भन्न चाहन्छु र यति भन्दै ल इन्जोय योर दिस डे एन्ड अल द बेस्ट फर एक्जाम। थ्याङ्क यू सो मच। ब्याचलरतर्फ पनि 3वटा विषयमा अध्यापन गरिरहेको धेरै विद्यार्थी भाइ बहिनीलाई जानकारी छ पनि होला, यदि छैन भने पनि म यो कार्यक्रम मार्फत विद्यार्थी भाइ बहिनीलाई जानकारी गराउन चाहन्छु। बिटेक फुड टेक्नोलोजी, सिएसआइटी र माइक्रोबायोलोजी विषयका कक्षाहरू अरनिको आवासीय माध्यमिक विद्यालयले ब्याचलरतर्फ पनि सञ्चालन गरिरहेको छ। म यो जानकारी गराउँदै अब भने हामीले विद्यार्थीका नृत्यहरू हेऱ्यौँ, विद्यार्थीका मन्तव्यहरू सुन्यौँ। अब को पालो शिक्षकको गीतको रहेको छ र शिक्षकको गायन प्रस्तुत गरिदिन यसै विद्यालयका भौतिक शास्त्र विषयका विज्ञ श्री राजेश मिश्रदेवलाई कसक साथ तो होगी पर चाहे मुलाकात तो होगी। लंबा सफर इसमें कहीं रात तो होगी। हुए लम्हों की कसक साथ तो होगी।
हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै अखबारका कुरा अनलाइन खबरका सुभाष भण्डारीज्यू उपस्थित हुनुहुन्छ। उहाँलाई अतिथि आसन गर्न अनुरोध गर्दछु। त्यसै हामीले नृत्यहरू कक्षा 11 का विद्यार्थीलाई नवोदित सापकोटामा हार्दिक अनुरोध गर्दछु। कक्षा 11 का विद्यार्थीलाई नवोदित सापकोटा। सो मैले अब 1 वर्षमा के एक्सपिरियन्स गरेँ होला त? के यो एक्सपिरियन्सेस हजुरसँग सिमिलर हुन्छ लाग्छ हजुरलाई? हेरौँ न त। तर यो कलेजको 1-2 हप्ता त म सेक्सनै फेरि बसिरहेको थिएँ क्या। मलाई एउटा सेक्सन मन पर्छ, त्यो साइडमा अर्को सेक्सनतिर हाल्छ। अरे यसमा किन एसी छ? म पनि एसी खाने, म एसीवाला सेक्सन हालेँ। तर एसीवाला सेक्सन दया गुजरात रहेछ यार। त्यहाँ सब निकलमाहरू मेरै सेक्सनमा छ जस्तो लाग्छ क्या मलाई। म 80 सर पढाउँदै हुनुहुन्थ्यो होइन, रियल इन्जिनियरिङ हो। यसमा मैले केही पनि ट्विटिङ गरेको छैन। सरले त्यहाँ लेख्नु समथिङ समथिङ इन्भर्सली प्रपोर्सनल टु समथिङ समथिङ। अब पछाडिको एउटा मान्छेले बोलाउनु थियो र यो जसले उठाउनु थियो मलबुद्धि प्रोम्याक्स यसले त्यो इन्भर्सली प्रपोर्सनलको साइनलाई अल्फा भनेर पढ्यो। सरको मुखमा डिसअपोइन्टमेन्ट र सरप्राइज दुवै एकैचोटि देखिरहेको थियो। झरेका काम गर्यो। सबको काहीँ न काहीँ इन्ड्युसै छ जस्तो लाग्छ। सबको कुनै एउटा पार्टिकुलर इन्ट्रेस्ट छैन क्या, सबको भ्याली रहेछ। जस्तो कि मलाई स्पोर्ट्स मनपर्छ भने अर्को हल्लिँदैन। आलसको पोका हो त्यस्ता यो खुट्टा यहाँसम्म गराउनु भन्छ अल्छी लाग्छ यहाँ दोष जान्नमा पानी खाने। हाम्रो पानी क्लासको अगाडि थियो, क्लासको अगाडिसम्म पनि आउँदैन किनकि यसको खुट्टामा धुलधुली हुन्छ, हल्लिनु त छैन बाहिर होइन। अफकोर्स टिचर्स आर अमेजिङ, टिचर्सहरूलाई के गर्नु भनेर सबको पढाएर बुझ्छु म, अनि मलाई अलाउ पनि छैन होइन। किनकि अर्को वर्ष पनि त यहीँ पढ्नु छ होइन मलाई, अलिकति सेफ बस्नुपर्छ। तर आई थिङ्क होइन यो मेरो वर्ष यो जन्म 12 दिन गर्छु। मैले सबभन्दा बेसी मिस गर्ने कुरा भनेको यहाँको मेरो साथी होइन, मेरो क्लासरुम होइन, मेरो कलेज होइन, कलेजको परोठा हो यार। त्यो 40 रुपियाँको परोठामा अमृत हालेको हुन्छ, त्यसको चटनी ओहो। अब होइन मलाई के लाग्छ यो 2 वर्षमा हजुरहरूले वक्तव्य गर्नुभएको भने त्यो झुट नबोलिकन भन्नु। Give me a noise if you have at least come to one class throughout these 2 years. Thank you. मैले अहिलेसम्म गरेको छैन, मलाई डर लाग्छ किनकि डिआई सर मलाई चिन्नुहुन्छ कि बाबु तिमी क्लासको बाहिर के गर्दैछौ? क्लास जाऊ। सर म पानी खान गएको। सर यसले तिम्रो पानी तल फेर्न छ, तिमी माथि के गर्दैछौ भाइ? के हो भाइ? अब यस्तो छ, मेरो सेक्सनको नाम न्युटन हो। न्युटन भन्ने बित्तिकै होइन के भन्नु होइन, न्युटनको टाउकोमा एप्पल छरेको थियो, हामीहरूको टाउकोमा इँटा हालिदिनुपर्छ लाग्छ मलाई। जब मलाई त्यो स्क्रिप्ट लेख्दै थिएँ र मलाई प्रिपेयर गर्नु थियो, मैले सरहरूलाई धेरै रिक्वेस्ट गरेँ, सर म फ्री गर्छु मलाई दिनु प्लिज दिनु भनेर। मलाई थाहा थिएन अहिले मेरो टर्न छ, सो म पनि अहिले उत्तिकै सक्छु जति हजुरहरू हुनुहुन्छ कि ए मेरो टर्नको हो र ल। अब होइन यस्तो जग्गा कमेडी क्लिक गर्नु भनेको धेरै नै गाह्रो कुरा हो। अनि यसलाई झन् अगाडि आलो सबै राम्रो अगाडि दिनु भनेको उत्तिकै रहेछ। मेरो खुट्टा काटी नै रहेछ तर मलाई देखाइरहेको छैन किनकि मेरो औरा फटिहाल्छ। जेन्सीमा मान्नुको क्या होइन। अब यहाँ 12हरूबाट पनि मलाई धेरैजना चिन्छ, 11बाट पनि धेरै चिन्छ। जो चिन्दैन सेम गर्नु मलाई चिन्नुपर्छ। अब कतिजना मेरो जोसमा हाँस्यो होला, कतिजना मेरो जोसमा हाँसेन होला। जो हाँस्छ उनीहरूलाई म थ्याङ्क यू भन्न चाहेँ र जो मलाई मेरो जोसमा हाँसेन अगेन सेम अन यु गाइस, थ्याङ्क यू सो मच। नृत्य हेऱ्यौँ, गीत सुन्यौँ, मन्तव्य
सुन्यौँ, कमेडी पनि सुनिसक्यौँ। अब के गर्ने? अब हामी फेरि नृत्य नै हेर्छौँ होइन। अबको पालो नृत्यको लागि छ। नृत्य प्रस्तुत गरिदिनको निम्ति म कक्षा 11 का विद्यार्थीद्वय देउसका आचार्य र श्रेया लिम्बूलाई अनुरोध गर्दछु। मन्तव्यको लागि धेरै धेरै धन्यवाद। अब हामी फेरि पनि नृत्य प्रस्तुत गर्न गइरहेका छौँ र नृत्य प्रस्तुत गरिदिनको निम्ति म कक्षा 11 का विद्यार्थीद्वय देउसका आचार्य र श्रेया लिम्बूलाई अनुरोध गर्दछु।
अब फेरि पनि बालक विद्यार्थी मन्तव्यको रहेको छ। विद्यार्थी मन्तव्य राखिदिनको निम्ति कक्षा 12 को तर्फबाट म अनिल मण्डल भाइलाई अनुरोध गर्दछु। First of all, thank you to sir for letting me speak here. Good morning, respected principal, distinguished dignitaries, teachers, staff members, and our dear friends. I am Anil Mandal, and it's most prestigious moment of my life to be standing here before you and addressing some great personalities and future leaders. So, articles, the time has finally come. A moment we all knew that will come one day, but still hope. I can see a huge smile rising on face here. The hall is decorated with the next level vibes, with a smile and happiness. But behind this smile, there is something else too. Some emotions, attachments, and a little grip and a silent voice inside that saying, please never in this moment. I want to live this moment forever. I can feel it because my heart is saying the same thing. Guys, let me tell you, I am a morning student, yes? Every single class day I used to think, oh, please let me sleep a little more. But today I wish if I could wear my same green college uniform once again and come to that college for just one more day. It's really about time. We entered this college 2 years ago, being strangers to each other with just one simple question. Naam kya hai? But today we are living with unbreakable bond, countless memories, and the connections that words can't really explain. No, I don't want to go. I want to spend more time with my friends. In those classrooms, in those corridors, there will be laughter, joy, and life. I will always remember how we used to sit in the class, pretending to listen but actually thinking what to do after college. I will always remember how we used to eat during the days, hiding from the teachers while they were teaching. I will always remember our fights filled with laughter and how our parents roasted each other like professionals that were carrying nothing to tell. I will always remember our crowded canteens when we didn't fight for a marks but fight for the last plate of momo. These small moments may sound simple, but one day they become our most precious memory. This institution Ornico gave us the best memories of our lives, the best educational environment, and the teachers who didn't just teach us subjects, but also teach us how to live, how to grow, and how to stand strong in the real world. Guys, let me remind you some of our beautiful flashbacks, some of our famous dialogues we have listened in our journey. Why stars? Hey, Moya, Haida! SAY stars that never even click SAY.com. AKY stars. So guys, let me explain this first. There will be sufficient time to write. Whoever will make noise in the class, they shall be asked. Pen down, hold your hands and keep your back straight by SAY. We very clearly know that we have to sit in this classroom by keeping our backbones straight, otherwise we will punishment. And can you guess the last one? By RM Sirs. Oh,
work hard, and to stay disciplined. And to move forward with integrity and confidence. We may choose different careers and different dreams, but we promise this. We will strive to reach the level that our teachers always bring. Our character, our actions, and the way we represent our college in the world. Our ego, not only for its results, but for its discipline, dignity, and values. It prepared us, not just for the exams, but for life. We speak with confidence, to respect others, and stand strong in the real world. So, thank you all. Thank you all our respected teachers and staff for believing in us even we doubted ourselves. And finally, best of luck to everyone for the board exams, including me as well. Now celebrate this moment with joy, because the moments like this will never return. This moment, this place, and this family will remain with us forever. Thank you. मन्तव्यको लागि अनि भाइलाई धेरै धन्यवाद। विदाई त एउटा नियम हो, संसारको चल्ने यादहरू मात्र बाँकी रहन्छन्, समयसँगै बदलिने यादहरू मात्र बाँकी रहन्छन्, समयसँगै बदलिने। अब हामी नृत्य हेर्न गइरहेका छौँ र नृत्य प्रस्तुत गरिदिनको निम्ति म कक्षा 11 का विद्यार्थीहरू नानी नेता स्मारिका रिजाल, आस्था रानी ठाकुर, आयुष रम्याल, सुरक्षा अधिकारी, रिजन कपेल, दिवस कटवाल र रोशन नेतालाई अनुरोध गर्दछु। कार्यक्रमहरू बाँकी नै छन्। म केही बेर धैर्यतापूर्वक बसिदिन निम्ति अनुरोध गर्दछु। र अब हामी फेरि
पनि एउटा सानो विद्यार्थीको तर्फबाट मन्तव्य सुन्छौँ र मन्तव्य राखिदिनको निम्ति म कक्षा 12 की विद्यार्थी मुस्कान गुप्तालाई अनुरोध गर्दछु। मुस्कान गुप्तालाई धेरै धेरै धन्यवाद। अब हामी फेरि पनि मन्तव्य कार्यक्रमतर्फ अगाडि बढ्न गइरहेका छौँ। विद्यालयको तर्फबाट यस कार्यक्रमका सभाध्यक्ष श्री राजेश कार्कीज्यूलाई छोटो मन्तव्य राखिदिनु निम्ति म अनुरोध गर्दछु। हाम्रा सञ्चालकज्यूहरू, प्यारा शिक्षकहरू, कर्मचारी मित्रहरू, साथै हाम्रो अघिको प्रोग्रामलाई जनता माझमा पुर्याउन खटिनुभएका पत्रकार मित्रहरू र आजका मुख्य आकर्षण प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई म अरूको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। यो हाम्रो विद्यार्थीहरू हरेक क्षेत्रमा अब पढाइमा मात्र नभइकन अब डिसिप्लिनमा पनि छन् र धेरै कार्यक्रमहरूमा पनि हाम्रा विद्यार्थीहरू धेरै नै अब्बल छन्। विद्यार्थीहरू योभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरूले हासिल गरेको प्रगति हामीले हेर्ने हो भने हाम्रा विद्यार्थी भाइ बहिनीहरूले एकैपल्ट पोहोर साल एमबिबिएस परीक्षामा 19 जना विद्यार्थीले छात्रवृत्तिमा निःशुल्क पढ्न पाएका छन्। त्यसै गरी अब इन्जिनियरिङतर्फ हेर्ने हो भने केयुमा हाम्रा विद्यार्थी भाइले इन्ट्रान्समा पास गरेका छन्। त्यसै गरी पूर्वाञ्चल युनिभर्सिटीमा पनि हाम्रा भाइले इन्ट्रान्समा पास गरेका छन्। अब इन्ट्रान्समा पास मात्रै नभइकन हाम्रा विद्यार्थी भाइ बहिनीहरूले नेपालमा मात्र नभइकन विदेशका विभिन्न युनिभर्सिटीहरूमा यिनीहरूले गोल्ड मेडल हासिल गरेका छन्। अब विद्यार्थी भाइ बहिनीहरूले इन्जिनियरिङमा गोल्ड मेडल हासिल गरेका छन्, मेडिकलमा गोल्ड मेडल हासिल गरेका छन्। त्यसै गरी पारामेडिकल फिल्डमा पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरूले
भइरहेछन्। त्यसै गरी यो ह्याक भनेको जुन विद्यार्थीहरूले अहिलेसम्म जुन प्रदेशले गर्न नसकेको हाम्रो यो नेपालले पहिलो बिगेस्ट ह्याकाथन गरेको छ। ती भाइ बहिनीहरूले नेपालकै पहिलो ह्याकाथन गरेर यो ह्याकाथन हाम्रा कक्षा 11 र 12 का विद्यार्थीहरू उल्लेखनीय सहभागिता भएको हो। त्यसै गरी अब जुन अहिले विदाई भएर जाने भाइ बहिनीहरू हुनुहुन्छ, यो भाइ बहिनीहरूले पनि जुन हाम्रो 19 जना विद्यार्थीले मेडिकलमा स्कलरसिप पाउनुभएको छ, त्यसलाई फेरि दुनियाँले रेकर्ड ब्रेक गर्नुहुन्छ भन्ने आशा गरेका छु। त्यसै गरी अघिल्ला ब्याचका विद्यार्थी भाइहरूले 3.96 जिपिए ल्याएर नेपाल पास गरेका थिए। त्यो रेकर्डलाई पनि अब अघिल्लो ब्याचमा 2 जना विद्यार्थीले नेपाल पास गरेका थिए भने यो वर्ष अरू बढी गर्छन् भन्ने कामना राख्दै अब आउने कक्षा 12 यही वैशाख 14 गतेदेखि आउने परीक्षाको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र हाम्रा विद्यार्थीहरू 6वटा सेन्टरमा छन् र अब सेन्टरमा एउटै सेन्टरमा पनि हाम्रो गार्ड विषयको फरक हुन्छ। यो सेन्टरमा या यो गार्डले यसो गर्नुभयो, उसो गर्नुभयो, यसो गर्नुभयो भनेर कुनै पनि विद्यार्थी भाइ बहिनीहरू आउने छैनन्। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले मेहनत गरेर पढेका छन्। त्यो मेहनत गरेर पढेको कुरा पछि 14 गतेको एक्जाममा उनीहरूले कपीमा लेख्नेछन् र पछि आफ्नो भविष्य सुनिश्चित गर्नेछन्। र यो 12-14 गतेको एक्जामको सफलताको शुभकामना व्यक्त गर्दछु। र यिनै बाहेक सम्पूर्ण विद्यार्थी, शिक्षक, सञ्चालक, कर्मचारी, पत्रकार महोदयलाई यो नववर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मेरो 2 शब्दमा एक छु। धन्यवाद। देखेका हरेक पाइलाले शिखर चुन्दै जाउन्, तिम्रा सपनाहरूले आकाशको उचाइ भेट्दै जाउन्। यो आगामी कार्यलाई गए पनि कतै टाढा नठान्नु। हामीले दिएका संस्कार र शिक्षा सधैँ साथमा राख्नु, सधैँ साथमा राख्नु। धेरै धेरै धन्यवाद विद्यालयका प्राचार्य राजेश कार्कीज्यू प्रेरणादायी मन्तव्यको निम्ति। अब भने हामी मारेको चिन्ह वितरण गर्न गइरहेका छौँ। आजको यस कार्यक्रमका अतिथि सम्पूर्ण पत्रकारज्यूहरूलाई म क्रमशः नाम पढेर बोलाउँदैछु। उहाँलाई अगाडि आएर टोकन मागेको चिन्ह ग्रहण गरेर अनुरोध गर्दछु र हार्दिक अनुरोध गर्दछु। र सहजीकरण गरिदिनु न विद्यालयका कर्मचारी श्री पारस श्रीजातलाई हार्दिक अनुरोध गर्दछु।
पुरस्कार ग्रहण गर्ने अनुरोध गर्दछु र यो पुरस्कार वितरण गरिदिनुन यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री लक्ष्मी प्रसाद अधिकारीलाई म हार्दिक अनुरोध गर्दछु। अगाडि आएर पुरस्कार ग्रहण गरिदिनुको निम्ति म अनुरोध गर्छु। कक्षा 12को दोस्रो त्रैमासिक परीक्षामा सफल भएका मन्दिरलाई यहाँ हलभित्र भएदेखि म यसपछि हाम्रो गीत प्रस्तुतिको कार्यक्रम रहेको यस विद्यालयका शिक्षक तथा कर्मचारीज्यूहरूलाई उक्त कार्यक्रम सञ्चालन गरिदिनुको निम्ति पनि म अनुरोध गर्दछु।
परिवार नयाँ यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो विदाई केवल एउटा विदाई मात्र होइन, यो एउटा अध्यायको समाप्तिपछि अर्को अध्यायको सुरुवात पनि हो। र आज हामीबाट यो 2 वर्षको औपचारिक शिक्षा पुरा गरी हाम्रा विद्यार्थीहरू भौतिक रूपबाट हामीसँग टाढा हुन गए पनि आजको यो सामाजिक सञ्जालको यो दुनियाँमा एउटा हत्केलामा हामीले संसार हेरिरहेको समयमा अवश्य पनि हाम्रा विद्यार्थी भाइ बहिनीहरू भावनात्मक रूपले हामीसँग टाढा हुने छैनन्। विश्वको जुनसुकै कुरामा पुगे पनि जहाँसुकै पुगे पनि हाम्रो यो यादहरू हाम्रा स्मृतिहरूमा ताजै रहिरहनेछन्। अब भने हामी कक्षा 12का विद्यार्थी भाइ बहिनीहरूलाई टिका र माला लगाएर विदाई गर्न गइरहेका छौँ। म क्रमशः अगाडिबाट विद्यार्थी भाइ बहिनीहरूलाई पालो अगाडि आएर माला तथा टिका गरिदिनुको निम्ति अनुरोध गर्दछु। टिका माग्न गइसकेपछि अर्को पछाडिपट्टि खानालाई यो अवसर छ र त्यसपछि हामीले एउटा र